हेलो सबैजनामा गुड मर्निङ। आज चाहिँ हामी सेर्तुङबाट माथि इल्जेनको यात्रामा छौँ। आज शनिबार भए पनि हामी योजना अनुगमनमा जाँदैछौँ। मसँग हुनुहुन्छ आज हाम्रो एकजना बुवा। हेलो बुवा। रमाइलो? कोरालु। म कोराल छु। हजुरको नाम के रे? मुलमान। एकदम ल आउनुहोस् अब जाउँ। मुलमान त भ्याइस छ नवर। ल ल ल जाउँ ल हिँड्नुहोस्। म यति काम गर्नु। ल बिस्तारै जानु है बुवा। बिस्तारै भन्दा छिटो हिँड्नुपर्छ। ल ल ल राम्रोसँग अहिले माथि नै भेटौँला ल। भेटौँ। ओके ओके ल। यसको नाम के रे धामी सर? आज हाम्रो बिहानको खाजा केर्पा। केर्पा। केर्पा यस्तरी खानुपर्छ। अलिअलि केरो केरो छ नि त। ब्लड जस्तै आउँदो रहेछ है त। यो धेरै खानु नभए नि त हुन्छ। यो त के हुँदैन। कहाँ लाग्छ यसले? अलि जोड माथि भने। कताबाट आउनुभयो बुवा? इल्जेनबाट? के लिएर आउनुभयो त डोकोमा? डोकै छैन। कालिज खुवाउनु भयो क्या? गोठबाट आउनुभयो क्या? यता नि देऊ न यस्तो धाराहरू। ल केर्पा अलि अमिलो रहेछ। कस्तो छ? मिठो छ केर्पा? एकदम बबाल बबाल। केर्पा अलि अमिलो रहेछ। अलि पाकेन रहेछ कि? बिले हुँदा पुरै। तर भिटामिन सी मात्रै पल्ला छ यसले। त्यही त चाहिँ राम्रो स्रोत रहेछ। हिमाल चाहिँ आज पुरै छेक्या रहेछ यार बादलले। इल्जेनबाट त बबाल देख्छ नि त माथि। लगभग यो चुत्रोकै दाइ हो। प्रजाति त हो ठुलै हो। भित्र बिहा पनि त्यस्तै छैन। काँडा नभएको चुत्रो भन्ने पनि हुन्छ। यो चाहिँ हाम्रो सेर्तुङको साडी। सबभन्दा ठुलो साडी यही होला सेर्तुङको। अहिले चाहिँ हामी ठ्याक्कै इल्जेन आइसकेको छ। एकदम रमाइलो ठाउँ छ यता। यहाँ गोठमा अहिले हामी छौँ। र हाम्रो यो गोरुको साउ आइसक्नु भएको छ यता। के छ? नमस्कार। के छ? कतिवटा गोरु हो? हाम्रो 6वटा जति। ए भैँसी 8वटा जति। फेरि 2टा दुध्ने फेरि। ए महिनामा फेरि पैसा आउँछ है दुधको 30,000 जति। मुनिदेखि त्यो साउको बोर्डदेखि माथि त्यो रोडसम्म चाहिँ सबै खेत मेरो। ए के लाउँछौ त खेतमा? के हो? आलु लाउने हो कि के लाउने हो? अब यो यहाँ गाउँ छ अहिले। यो भैँसी फेरि यो त्यतिकै खाली छोडिन्छ। फेरि आलु रोप्ने हो। यो गोरुको सिङ चिलाइरहेको जस्तो छ यार। पुरै भित्तामा आफै टाउ हान्दैछ त। ल हाम्रो भैँसी साउले चाहिँ हाम्रो लागि चाहिँ दुध लिएर आउनु भयो। तातो 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 छ कि छैन? अब खोल्ने फेन्डा पनि दुधको बनाइदिने हो कि फेरि? खानु कस्तो हुँदो रहेछ? म त खाने। यो त खालि नि त खाइहाल्छु। ल तता आउने स्योर हो नि? ल हाम्रो यार साहबले अब यहाँ सबैलाई दिनु। ल हाम्रो बुवासँग फेरि भेट भइसकेको छ नि त बुवा? अघि हामी तल भेटेर छुट्याएको थियो। अनि हो नि ल आउनुहोस् अगाडि जाउँ अब। तपाईँकै हो सबै यो? हो मेरो यो घुमाएर जानुपर्छ।
बङ्गाल दोकानमा छाउरी स्पेशल नेपालको देश यो बेस हम तो कहा तुमसे हिम्मत से रायमला तुम मुझे राय समझ हमने कर त्यो गर्दा दिल से मधे प्यार दिल मनला पकोला हाँ बुवा त गोठ चाहिँ कता हो तपाईको हजुर त गोठ चाहिँ कता छ गोठ गोठ त यहाँ चाहिँ आज अर्को सार्ने अर्को ठाउँमा आज यहाँ म होबरतिर हजुर मलाई सुन मन भित्र बिच चाहिँ बस आज त म यो डाँडा गरेर लानुपर्छ हजुर माथिको माथि यो डाँडा गरेर हो यो डाँडालाई प्याज पाउँछ मैले यो प्याज पाउनु पर्छ होइन म यो मलाई बाटो पाउँदैन भ्याजीलाई बाटो पाउँदैन नि त ओके छ त ओके ल लगेर जानु है त बुवा ल खाना खान आउनु होला है अहिले त भात पाक्दैछ क्या भात खान आउनु यता ल टाउको चाहिँ गायब भयो भन्नु सर ल यो टाउको यतै छ आजको हाम्रो बिहानको अब शीतन भनौँ भातसँग यो चाहिँ हाम्रो गोठको किचन होइन त के गर्दै हुनुहुन्छ बुवा तपाईँ त मासुको लागि पुरै लसुन काट्दै हुँदो रहेछ खाली हुन्छ बाया पो आग लाग्न के हो निजाम मतलब निजाम चिन्ता गरेर अब फेरि हमारे युवाङ हुन्छ प्रभाव गर्ने निदा हुन्थ्यो हुन चाहिँ अब ठिकै छ हाम्रो अब यो भाले भन्ने कालिज भन्ने होइन त दाइ दाइले पुरै तयार गर्दै हुनुहुन्छ अब लेकाली कालिज हो नि त आजको कालिज यो भात पाक्दै हो दाइ हाम्रो ल भात दाल तरकारी एक घन्टा लाएर बोकेर आएर यहाँ आएर खाने भयो बस्न पाइयो हुन्छ ठिक छ त्यो नाम्रो नै केही भन्नु छ र नेपालीबाट भन्नु है यो फेरि ब्लग हेर्नेले बुझ्दैनन् कि अर्को टोली त्यहाँ बसेर कराएर हान ल ऐसेलु आइसक्यो धन्यवाद है अध्यक्षजी ल तपाईलाई पनि स्वागतम हो नि यहाँ पानी परिसक्यो कता जाने के गर्ने अब भिडियो बनाऊ अनि नागो मम्मीले खायो मम्मी अम्बा ल गीत गाइदिन्छ है हेलो हेलो कान्छा कताबाट आएको कुचाउ ए ल आहा नि रमी दिउँदै त उभिन हेलो हिरो शेरदुङको हिरो यो शेरदुङको हिरो यता शेरदुङको हिरो त यहाँ छ नि कहाँ नि ऊ हिरो म हिरो
अब नेपालको हो भने भुवन केसी सुपरस्टार होइन त्यही हो होइन सर म हिरो अरू सबै भिलेन हो अनि हाम्रो सेतुङ गाउँ बबाल देखिरहेको छ नि हेर्नु न देखिरहेछ यस्तो यो गाउँ त मैले बनाएको अन्त सर अँ मैले बनाएको हो हिरोले बनायो नि